आज हामीले है एउटा रुखबाट पनि एउटा यो फलबाट पनि हामीले एउटा केही शिक्षा पाएका छौँ है। यो प्रभुले देखाउनु भएको एउटा यो सानो नानीले आएर काटेर है यसलाई चोटै चोट पारेको छ, चोटै चोट छ, चोटै चोट छ। तर पनि है आज यो भित्रको यो भित्रको डरो छ भने चाहिँ बाहिर त काटेर पनि केही हुँदो रहेनछ। आज यसबाट पनि हामीले एउटा शिक्षा पाएका छौँ। यो साँच्चै मलाई लाग्छ कि यो भित्रको जुन भित्रको यो चुर छ यो बलियो छ र यसमा आज है पुरा फल लागिरहेको छ, फलहरू लागिरहेको छ, फलहरू फलिरहेको छ है। यो एउटा अचम्म है। प्रभुले यसबाट पनि हामीलाई केही एउटा शिक्षा देखाउँदै हुनुहुन्छ। अनि यो भित्रको जुन मेन छ आज हाम्रो पनि आत्मा डर छ भनेदेखि बाहिर त मान्छेले अब कति चोट परेको होला, कति भनाइ आएको होला, कति मान्छेलाई चोट पर्छ। अनि वचनले भन्दछ साँच्चै नै यो हाम्रो शरीर त एउटा मरेको शरीर हो, तर आत्मा डर छ भनेदेखि आज है साँच्चै नै यो फल लाग्दो रहेछ है। प्रभुले यो कुरा पनि देखाउनु भएको छ। प्रभुलाई धन्यवाद होस्। अनि यूहन्ना 12:24 हेर्दा पनि हामीले गहुँको दानामा प्रभुले दृष्टान्तमा गहुँको दानामा भन्नुभएको छ, जुन गहुँको दाना मरेर उम्रियो भने त्यसले धेरै फल फलाउने छ, र एउटै रह्यो भने एउटाको एउटै रहनेछ भनेर है वचनले भन्दछ। सायद मैले भन्नमा अलिक गल्ती गरेँ भने क्षमा होला, क्षमा पनि माग्दछु। अनि मलाई पनि लाग्छ आज यो बलियो भएको यो भित्रको आत्मा डरो छ भने आज हाम्रो आत्मा डरो छ भने फल चाहिँ निश्चय नै लाग्दो रहेछ। हामीलाई यो कुराको पनि है एउटा शिक्षा हामीले पाएका छौँ। अनि त्यो नानीले जसै आएर काट्दाखेरि अब मैले त्यो नानीलाई मैले गाली गर्न सकिनँ, म गाली गरिनँ, किनकि मैले प्रभुलाई नै मात्रै धन्यवाद दिएँ। आज धन्यवाद दियो भने चाहिँ प्रभुले यस्तो महान काम गर्नुहुँदो रहेछ भन्ने अब विश्वास है। यो भित्र हामीले यो कुरालाई धेरै कुरा जान्न सिकिँदो रहेछ। प्रभुलाई धन्यवाद होस्। यो फल देख्दाखेरि आएर खुसी लाग्छ। यो हाम्रो प्रभु चाहिँ कति महान परमेश्वर हुनुहुन्छ। आज उहाँको वचन सत्य छ। आज साँच्चै नै हामीले देख्दछौँ। अब सबै यो रायोको दानामा पनि प्रभुले एउटा दृष्टान्तमा भन्नुभएको छ। साँच्चै नै है प्रभु चाहिँ कति महान शक्तिशाली हुनुहुँदो रहेछ। अनि विश्वास गऱ्यो भने चाहिँ साँच्चै पक्का